17 गते साँझबाट जुन वर्षा हुने क्रम भएको थियो त्यसको मुख्य कारण भनेको बङ्गालको खाडीबाट विकसित भएको न्यूनचापीय मौसमी प्रणालीको कारणले गर्दाखेरि नेपालमा खास गरी बागमती प्रदेश मध्य प्रदेशमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही भूभागमा पनि मध्यमदेखि भारी वर्षाहरूसम्म पनि भएको अवस्था रह्यो र यो प्रणाली अब बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिसकेको अवस्था छ। र अर्को कुरो चाहिँ नेपालमा यो मनसुन बहिर्गमनको करिब अन्तिम चरणमा पुगिसकेको अवस्था भइन्छ। त्यसकारण त्यति ठुलो मौसम फेरबदल हुने अथवा पानी पार्ने अवस्था चाहिँ छैन। तथापि